हामी आफ्ना घरहरूमा किन ठूला काँचका स्लाइडिङ ढोका बाए भित्रे चढान गर्दैनौं? यसले साधारण झ्याल भन्दा धेरै प्रकाश भित्र ल्याउँछ। कारीगरले सबैभन्दा पहिले इँटाले बनेको तल्लो भाग अलेज मसोने भत्काउने काम गर्छ। बाँकी संरचना कमजोर नहोस् भनेर सफा र सिधा काट्न आवश्यक हुन्छ। भागहरू हटाएपछि उसले भविष्यको काँचको ढोकाको आधार तयार गर्छ। कारीगरले काठको फरमा कफराज लगाएर नयाँ कंक्रिटको आधार ढाल्छ। पुरानो पर्खाल र नयाँ संरचना बीच मजबुत जडान होस् भनेर उसले फलामका रड तार रिइन्फोर्समेन्ट रड्स राख्छ। त्यसपछि सम्पूर्ण सतहमा मोटार तयार गरी लगाउँछ। नियम रेगलेको सहायताले यसलाई राम्ररी सम्याइन्छ ताकि आधार बिर्कुलै समथर र लेभल होस्। पछि कारीगरले पर्फोरेटर र ग्राइन्डर मैलुजे प्रयोग गरेर छेउका पर्खालहरू मिलाउँछ ताकि पूर्ण रूपमा ठाडो बनोस्। उसले प्राइमर, एडहिजन प्राइमर र उच्च कार्यक्षमताको लिसाइने गर्ने प्लास्टर अन्डुइ द लिसाज ओथ परफर्मेन्स खोलाइको वरिपरि लगाउँछ। किनाराहरू पूर्ण रूपमा सिधा हुनुपर्छ ताकि जलरोधक जोइन्टहरू राम्रोसँग बस्न सकुन्। अन्त्यमा अन्तिम साना विवरणहरू मिलाएर काठको फर्मा हकाइन्छ। त्यसपछि काँच जडान गर्न तयारी हुन्छ। काँच धेरै भारी हुने भएकाले कारीगरहरूले लिफ्टिङ सक्सन कप भन्तुजादा लेवाज प्रयोग गर्छन्, जसले काँचलाई बिल्कुलै ठिकसँग जडान गर्न मद्दत गर्छ। अन्तिम नतिजा हेर्नुहोस्, एकदमै सफा, सुन्दर र उत्कृष्ट छ।